हेलो गुड आफ्टरनुन गाइस। ल हेर्नुहोस् पाइलिङ मिसिङ चाहिँ छोटे खोला पुलबाट तार्नु लागिरहेको छ है। यो चाहिँ झापादेखि लिएर आएको आज 20-21 दिन भयो। धेरै मुस्किलले आज यहाँसम्म ल्याएको छ। धेरै मुस्किलले धेरै टेलरमा ल्याएको थियो। टेलरबाट झारेर अहिले चाहिँ टेलरबाट झारेर आफै बुढाएर ल्याउँछ। चाहिँ दुधकोसी बेली ब्रिजको लागि लिएर आएको है। दुधकोसी बेली ब्रिजको लागि लिएर आएको पाइलिङ मिसिन ल्याएर चाहिँ साथीहरू धेरै ह्याप्पी छ, धेरै ह्याप्पी छ। ओ यामजी यो पुलबाट चाहिँ तार्ने कोसिस भइरहेछ। साथीहरू देख्न सक्नुहुन्छ यो पाइलिङ मिसिन है साथीहरू, देख्न सक्नुहुन्छ यो मेसिन चाहिँ लानु साथीहरू गाइस लानु हेर्न सक्नुहुन्छ। बेली ब्रिजको लागि पाइलिङ मिसिन आज छोटे खोला पुलबाट तारिँदै गरेको छ। ओ माई गड देख्दै ना पुल। ओ माई गड ल देख्न सक्नुहुन्छ है साथीहरू, देख्न सक्नुहुन्छ है मेसिन चाहिँ गरिरहेछ। देख्न सक्नुहुन्छ गाइस, देख्नुहोस् है हल्लिरहेछ क्या अब यो पुल हल्लिरहेको हो त हल्लिरहेको यहाँ क्या देख्न सक्नुहुन्छ है पुल हल्लिरहेको छ। म चाहिँ डरले गएको छैन, पुल हल्लिरहेको छ होइन। पुल हल्लेको चाहिँ म जान्छ छैन डरले होइन। डर चाहिँ एकदम लागिरहेछ। थुर्रु भइरहेछ होइन। ल देख्न सक्नुहुन्छ ठोट्टे खोला। यहाँ पनि भिडियो बनाउने मान्छेहरू धेरै बसिरहेछ होइन। हामी उहाँ छौँ, डरले गइएको छैन। त्यो पारी तर्फपछि मात्रै गइन्छ। जुन तारा देखाइन्छु तपाईँहरूलाई। यो चाहिँ ठोट्टे खोलाको पुलबाट तारिँदै गरेको छ पाइलिङ मिसिन। दुधकोसीको बेली ब्रिजको लागि आज चाहिँ आएको है। लगभग 22-23 दिनपछि चाहिँ यहाँ आउन सफल भएको।